हेलो गाइस, यहाँ हेर्नु न आज कति क्युट मृगको नानी र आमा चरेर के घाँस खाइरहेको नि यहाँ। यो कसरी खुसुसुसुसु। यो चाहिँ एकदम टाढा हो, मेरो क्यामेरा जुमिङबाट चाहिँ यो नजिक देखाएको हो। यस्तो यत्रो पुरा ठुलो एमाजोनमा होइन, एमाजोनको नि किनारामा भनौँ न, बगरमा, खोलाको बगरमा, बग्ने खोलाको बगरमा कति क्युट के है। ओ घाँस खाइरहेछ। यता देखेको छैन, मलाई देखेको छैन कि म चाहिँ निकै टाढा माथि पुलदेखि हो। अनि यो नानी हेर अबैनी कसरी खाएको नि, पुचु 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 गरेर खाएकी छे घाँस। अनि कस्तो शान्त होइन। अरू पनि छ, बग्गालै छ, त्योभन्दा अति त्यो जङ्गलमा, माथि जङ्गलमा छ। अनि यिनीहरू मात्रै बाहिर देखेको हो। अनि यिनीहरू चाहिँ एकदम नेपालमा चाहिँ हामीले उहिले भिर पारी देख्थ्यौँ। अनि तिनीहरू चाहिँ मान्छे देख्नु बित्तिकै कस्तो कुट्थ्यो नि त। यिनीहरूले चाहिँ देखाएको छैन क्या। म चाहिँ यति टाढा छु यता। ए अहिले चाहिँ मलाई देख्यो क्या, मलाई देख्यो। अनि हात पनि हल्ला छु कि मैले, बाल दिए छैन यसले। अहिले चाहिँ देख्यो, अघि नै भागिसक्थ्यो। उसको नानी छ, नानीले गर्दाखेरि नानी छोडेर नगएको हेर न, पुरा हेरेर बसेको छ। डरायो अहिले चाहिँ। नानी चाहिँ उतै छ। नानीले पनि सुन्दैछ, मैले बोलाएको थिएँ, त्यही भएर। कति क्युट है। यस्तोलाई पनि खानु नि कसरी हो, नखाम होला हो, यस्तै राख्दिउँ।